भाग 15 जडीबुटीको म्याद किन महत्त्वपूर्ण हुन्छ? जडीबुटी विज्ञान नेपाल। नमस्कार साथीहरू, जडीबुटी विज्ञान नेपालमा फेरि स्वागत छ। अघिल्लो एपिसोडमा हामीले जडीबुटी कसरी सही तरिकाले भण्डारण गर्ने भन्ने कुरा सिक्यौँ। आज हामी अर्को महत्त्वपूर्ण विषय बुझ्नेछौँ। के जडीबुटीको पनि म्याद हुन्छ? उत्तर हो, हुन्छ। समय बित्दै जाँदा जडीबुटीमा भएका केही सक्रिय रासायनिक तत्त्व बिस्तारै घट्न वा परिवर्तन हुन सक्छन्। यदि जडीबुटीले गलत तरिकाले भण्डारण गरियो भने यसको गुणस्तर अझ छिटो घट्न सक्छ। तर याद राख्नुहोस्, सबै जडीबुटीको म्याद एउटै हुँदैन। यसको अवधि, बिरुवा प्रयोग गरिएको भाग, सुकाउने तरिका र भण्डारणको अवस्था अनुसार फरक हुन सक्छ। यदि जडीबुटीमा फफुन्दी, असामान्य गन्ध, रङ, ठुलो परिवर्तन वा किराको असर देखियो भने प्रयोग नगर्नु राम्रो हुन्छ। त्यसैले राम्रो जडीबुटी छान्नु मात्र पर्याप्त हुँदैन, यसको गुणस्तर र अवस्थाको नियमित जाँच पनि महत्त्वपूर्ण हुन्। अर्को एपिसोडमा हामी सिक्नेछौँ जडीबुटीको गुणस्तर परीक्षण कसरी गरिन्छ। धन्यवाद। फेरि भेटौँला अर्को पाठमा।